कोलोनको अपरेसन तपाईँले भन्नुभयो सर होइन? जसरी अब पत्ता लागेको कति दिनपछि अथवा कति महिनापछि अपरेसन गर्नु परेको थियो? यो कोलोनको पत्ता लागेको लगभग 1 महिनाभित्र नै अपरेसन गर्नुपर्छ, तुरुन्तै अपरेसन गर्नुपर्छ भन्ने डक्टरहरूको सल्लाह थियो। त्यही अनुसार चाहिँ अपरेसन पनि गरियो। जुन तन्दुरुस्ती एउटा हुनुपर्ने होइन, एउटा इनर्जी हुनुपर्ने, एउटा एक्टिभनेस हुनुपर्ने, त्यो चाहिँ कतिको फरक लाग्छ तपाईँले पहिलाभन्दा अहिलेकोमा? होइन, त्यसमा त अहिले धेरै नै अब 70 पहिलाभन्दा त अब मलाई त अहिले रोगै छैन जस्तो लागिरहेको छ। दिएको दबाईले मलाई केही हुने बित्तिकै तुरुन्त तपाईँले त्यो फलोअप गरेर कन्टिन्यू चेक गर्ने जुन व्यवस्था गर्नुभएको छ, त्यसले गर्दाखेरि आफूमा कन्फिडेन्स बढेको हुनाले अब त्यो क्यान्सर छ भन्ने मलाई अहिले बिचमा बिमार हुँदाखेरि त क्यान्सर भइसक्यो रहेछ। अब 6 फाइल चलाइसक्यो, अब डक्टरले पनि एउटा टाइम दिइसक्यो। त्यसो हुँदाखेरि अब यो यसै मोड्नु छ भन्दा पनि यो आयुर्वेदिकमा नै म जोड गरेर तपाईँले भनेको सुझावलाई मानेर अहिले म 80% ठिक छु। नमस्ते र स्वागत छ रोगभन्दा परको उपचार पोडकास्टमा। आज हामी क्यान्सर जस्ता गम्भीर रोगमा आयुर्वेद आदि उपचारको कस्तो भूमिका रहन्छ भन्ने विषय लिएर आएका छौँ। आज हामीसँग एकजना एकदमै प्रेरणादायी व्यक्तित्व हुनुहुन्छ, मोहन सहनी सर। उहाँले हामीले 2 वर्षदेखि आयुर्वेदिक उपचार गर्दै आइरहेको छौँ। आजको यस पोडकास्टमा चाहिँ उहाँको अतिथित्व ग्रहण गरिदिनको लागि र निमन्त्रणा स्वीकार गरेर आइदिनको लागि म सरलाई धन्यवाद दिएर स्वागत गर्न चाहन्छु। सर धन्यवाद, नमस्ते। सुरुदेखि नै सुरु गरौँ सर। तपाईँले यो क्यान्सर भन्ने रोग कहिले डिटेक्ट भयो अथवा कसरी थाहा भयो र कसरी उपचार क्रम सुरु भयो? धन्यवाद, नमस्ते। आज यो हाम्रो के भन्छ यसलाई पोडकास्टद्वारा चाहिँ आफ्नो रोगको विषयमा हजुरले जुन भन्नुभयो कसरी रोग पत्ता क्यान्सर भन्ने रोग कसरी थाहा पाउनुभयो, कहिले थाहा पाउनुभयो भन्ने विषयमा म केही जानकारी, आफ्नो अनुभव र हजुरले गरेको आयुर्वेदिकमा भएको जुन दबाईबाट जो हजुरले उपचार गरिराख्नु भएको छ त्यसको लागि हजुरलाई धेरै धन्यवाद। आफ्नो अनुभव र आफ्नो शरीरबाट भएको क्यान्सर जस्तो रोगबाट सबै मान्छेहरू क्यान्सर हुने बित्तिकै जुन डराउने किसिमको चाहिँ एउटा जीवनमा आउँछ, परिवारमा सबैमा, त्यो कुराको लागि एउटा उदाहरणीय एउटा शक्तिको रूपमा मलाई चाहिँ हजुरले जुन दबाई दिनुभएको छ र त्यसको फाइदा सबै उसमा चाहिँ रोगी पीडित यस क्यान्सर सम्बन्धीमा जुन मान्छेहरू डराइराख्नु भएको छ, दबाई कसरी गर्ने, पैसा पनि सिद्धिने, शरीर पनि सिद्धिने, परिवारमा पनि असन्तुष्टि रहने, यस्तो रोगको लागि आयुर्वेदबाट सरल उपचारबाट सरल तरिकाबाट घरमा बसेर गर्ने जुन विधि हजुरले बताउनु भयो त्यसमा म धेरै धेरै धन्यवाद दिँदै। अब यसको चाहिँ सुरुवात गरौँ सर हामी होइन। तपाईँले कति वर्ष पहिला र कहाँको क्यान्सर भन्ने कुरा चाहिँ कसरी पत्ता लाग्यो? मेरो सबभन्दा पहिला चाहिँ पत्ता लाग्नुभन्दा यो स्टार्टिङ हुँदाखेरि पेट दुख्यो, अरू सबै ठिकै थियो। हजुर। तर पेट दुखेपछि बिएमबीमा हामी त्यहाँ कन्सल्ट गऱ्यौँ। गर्दाखेरि त्यो सिटी यो सबै चिज चेक गर्दाखेरि क्लोनमा को कारणले यो भएको छ भनेपछि त्यो क्लोनको अपरेसन गर्ने विषयबाट आजभन्दा 6 वर्ष अगाडि मेरो क्लोनको अपरेसन भयो। अनि क्लोनको अपरेसनमा 2-3 वर्ष ठिक पनि रह्यो। त्यसपछि चाहिँ त्यो दबाईले अलिक काम गरेन होला, फेरि इन्जेक्सन दबाई अरू यो क्यान्सरको सम्भावित हुन सक्ने भएकोले दबाई चलिराखेको थियो, जसमध्ये दबाई गर्दा गर्दै 5 वर्ष बितिसकेको थियो र मेरो सिए रिपोर्ट एकदम हाई आइराखेको हुनाले एकजना मित्रले हजुरको नाम दिएर हजुरको क्लिनिकमा
आयुर्वेदिक सम्बन्धी चाहिँ दबाई पनि गर्नुपर्छ भनेपछि यो कोलोनको अपरेसन तपाईँले भन्नुभयो सर होइन, जसरी अब पत्ता लागेको कति दिनपछि अथवा कति महिनापछि अपरेसन गर्नु परेको थियो? यो कोलोनको पत्ता लागेको लगभग 1 महिनाभित्र नै अपरेसन गर्नुपर्छ, तुरुन्तै अपरेसन गर्नुपर्छ भन्ने डक्टरहरूको सल्लाह थियो। त्यही अनुसार चाहिँ अपरेसन पनि गरियो। त्यो अपरेसन गरेको लगभग 6 वर्ष भयो सर है? अहिले 6 वर्ष पुग्यो। अहिले 6 वर्ष भयो। अनि अहिले चाहिँ तपाईँलाई जुन अपरेसन गरेपछि होइन, शरीरमा त्यस्तो केही अप्ठ्यारो फिल भएको थियो कि त्यतिखेर? त्यतिखेर केही पनि फिल भएन। पछि गएर एउटा सिए रिपोर्ट चाहिँ गर्दै जाँदाखेरि हजुर, त्यसमा कसरी यो सिए रिपोर्ट चाहिँ बढ्दैछ भनेर डक्टरसँग फेरि कन्सल्ट गर्दै गयौँ। उनले त्यही अब उसको दबाई हजुर, क्यान्सरको दबाई चलाउनु भयो अरे। तबसम्म मलाई क्यान्सर छ यो छ भन्ने थाहा पनि भएन। पछि त्यो ट्याब्लेटले काम नगरेपछि फेरि हामीले चाहिँ यो कन्सल्ट गर्दाखेरि यो इन्जेक्सनबाट 6 फाइल, पहिला 3 फाइल भन्नुभयो, फेरि 6 फाइल चढाउनु भयो। त्यसले पनि कन्ट्रोल नगरेपछि मात्रै अब यो म डक्टरसँग जसले ऊ गरिराख्नु भयो, मेरो हेरिराख्नु भएको थियो हजुर, दबाईको विषयमा, मैले उहाँलाई सोद्धाखेरि यसको त हाम्रो यो क्यान्सर सम्बन्धीमा यति नै हो, योभन्दा हेभी डोज दिनुपर्छ भन्नुभयो। तर म धेरै यो मेरो शरीरमा क्षति भइराखेको थियो, धेरै गाह्रो भइराखेको थियो, तर त्यो उसले काम गरिराखेको थिएन। जे होस् तपाईँले चाहिँ त्यो केमोथेरापीहरू चलाउँदाखेरि पनि होइन, यो एक्ज्याक्ट तपाईँको क्यान्सर भएको हो त्यसको लागि हो भनेर चाहिँ उहाँहरूले खबर गर्नु भएको थिएन तपाईँले? मलाई चाहिँ बढी यो क्यान्सरै हो भन्नुभन्दा पनि तर क्यान्सरको दबाई चलाइराख्नु भएको रहेछ होइन। तर त्यो जुन हामीलाई चाहिँ क्यान्सरको त्यो किमो दिने सिलसिलामा पछि गएर 6 फाइल चढिसकेपछि पनि म त त्यही सिए रिपोर्टको मात्रै ध्यान थियो। सिए रिपोर्ट हुने बित्तिकै क्यान्सरको सम्भावना बढी हुन्छ भनेर क्यान्सरको दबाई चलाइराख्नु भएको थियो। त्यसमा ट्याब्लेटले काम नगरेपछि फेरि गएर यो किमो दिने कुरा भयो। किमो दिँदाखेरि सधैँ शरीरको चाहिँ सुक्दै जाने। अनि डक्टरले चाहिँ मैले फेरि जो किमो दिइराख्नु भएको थियो उहाँसँग कुरा गर्दाखेरि उहाँले अब अझै योभन्दा हेभी डोज दिनुपर्छ भन्दाखेरि चाहिँ मैले उहाँलाई यो हेभी डोज दिएर के हुन्छ, कसरी यो क्यान्सर चाहिँ निको, त जुन विषयलाई म कन्फ्युज छु सिए रिपोर्टमा, र हेभी डोज दिने बित्तिकै त्यो कन्ट्रोल हुन्छ भन्ने के ग्यारेन्टी छ भनेर सोधेँ। त्यसपछि त्यसको त उपाय केही पनि होइन, यो यति नै छ, अब यसमा भन्दा हामी केही गर्न सक्दैनौँ भनेर डाक्टर साहबले चाहिँ जसले क्यान्सरको उ गरिराख्नु भएको थियो, हेरिराख्नु भएको थियो, उहाँले भन्नेपछि अनि एकजना मित्रले, अनि पहिलादेखि मेरो चिनेको पुरानो साथी हुनुहुन्थ्यो, उहाँले चाहिँ एकचोटि हजुरको क्लिनिकमा डक्टर मैले सोधेँ को हुनुहुन्छ भन्दाखेरि न्यू रोडमा हाम्रो यो क्लिनिक छ, त्यहाँ आउनुहोस्, तपाईँको सबै रिपोर्ट लिएर आउनुहोस्, अनि उहाँले आयुर्वेदिक विषयबाट ट्रिटमेन्ट हुन्छ, तपाईँलाई विश्वास छ भने त्यहाँ आउनुहोस्, हाम्रो न्यू रोडमा उहाँ डक्टर अजय हुनुहुन्छ, उहाँसँग सल्लाह गर्नुहोस् भनेपछि। अनि जस त्यो सुरुमा त कोलोन क्यान्सर ट्रिटेड भयो सर होइन तपाईँको? अब हामीले उपचार सुरु गर्दाखेरि त त्यो क्यान्सर चाहिँ फैलेर लङ्ससम्म पुगिसकेको थियो है, अनि त्यहाँबाट हामीले उपचार सुरु गरेको हो होइन। अब त्यो लङ्समा पुगिसक्दाखेरि तपाईँले विभिन्न प्रकारको समस्याहरू जुन झेल्नु भएको थियो होइन, त्यो विषयमा अब हाम्रो उपचारको क्रममा हामीले चाहिँ बायोप्सी पनि गऱ्यौँ होइन। अब बायोप्सी नगरेको अगाडिको तपाईँको अवस्था र बायोप्सी गरेको अवस्थाबारे केही कुराहरू चाहिँ भनिदिनु पऱ्यो सर। जसरी बायोप्सी नगरेसम्म हामीलाई कुन हिसाबमा समस्याहरू थियो होइन, र बायोप्सी गरेपछि के समस्या आयो त्यो विषयमा केही भनिदिनु पऱ्यो सर। धन्यवाद सर। यसमा बायोप्सी अनि यो जुन मैले अघि भनिरहेको थिएँ, जुन हाम्रो यो किमो दिइसकेपछि मैले 2 महिना जति अब केही पनि उपाय छैन भनेर डक्टरले भनिसकेपछि अनि बायोप्सी यो के भन्छ, मैले किमो चाहिँ बन्द गर्ने चाहिँ मैले निर्णय गरेँ। अनि किमो बन्द गरेर यस्तो गरेँ भने त तपाईँलाई धेरै किन यस्तो गर्नुहुन्छ भनेर
भन्दाखेरि अनि त्योभन्दा पहिला हजुरसँगै भेट भइसकेपछि एकचोटि बायोप्सी गर्नुपर्छ, यसमा सबै रिपोर्ट अनुसारको तपाईँले यो ट्राई गर्नुपर्छ भनेर भनेपछि मैले पहिला गरेको जुन कोलोनको अपरेसन गरेपछि पिटी स्क्यान अनि सिटी अनि बायोप्सीको रिपोर्ट यी सबै हजुर लिएर म कहाँ आउनु होला अनि म त्यसपछि त्यसको उपचार चाहिँ कसरी जाने भन्ने पल्ल म बताउँछु भनेर भन्नुभयो। अनि त्यसपछि चाहिँ बायोप्सी गर्नको लागि 1-2 ठाउँमा हामी गइयो, तर पनि मलाई म त्यति थिइनँ। बायोप्सी गरेर नि मेरो रोग पत्ता लाग्छ र यसमा कसरी गर्ने भनेर भन्दाखेरि उहाँ बायोप्सी गर्ने ठाउँमा डक्टरले भन्नुभयो कि बायोप्सी नगरिकन हामी तपाईँलाई अब यो दबाई चढाउने केही पनि हुँदैन भन्नुभयो। अनि त्यसमा पनि 5-6 महिना जस्तै बितेको थियो। अनि एकजना अर्को उसबाट चाहिँ रिपोर्ट अनुसार हाम्रो बिएमबीकै डक्टर साहबले फेरि प्रिफर गरिदिनु भयो, टिचिङको राम्रो डक्टर हुनुहुन्छ, हजुर हजुर, उहाँले बायोप्सी गर्नुहुन्छ मेरो हस्पिटलमा सजिलो हुन्छ, गर्नै पर्छ, गऱ्यो भने मात्रै राम्रो हुन्छ भन्नुभयो। र हजुरले पनि अब बायोप्सी रिपोर्ट नहेरिकन हामीले अगाडि यो लन्चको यो क्यान्सर जस्तो चिजलाई अब पहिलाको रिपोर्टबाट जुन देखिराखेको छ, अब यसलाई चाहिँ एउटा बायोप्सी गरेपछि मात्रै हामी ट्रिटमेन्ट गर्दा ठिक हुन्छ भन्नुभयो। त्यसपछि बायोप्सी गर्ने विचार नभए तापनि पछि लास्टमा हजुरको सल्लाह अनुसार अनि गर्नु मन लाग्यो। अनि फेरि म वीर हस्पिटलमा बायोप्सी गरियो। हजुर, अनि त्यो रिपोर्ट आइसकेपछि अनि त्यो रिपोर्टमा हजुरलाई नै हेर्नु भएको थियो। अनि यसलाई यसरी जानुपर्छ भनेपछि बायोप्सी पछाडि चाहिँ अलिक इन्फेक्सन भयो तुरुन्तै, बायोप्सी गरेको 4-5 दिनपछि। हजुर, अनि त्यो इन्फेक्सन भएपछि त्यही रिपोर्ट फेरि बिएनबीमा गएपछि हजुरले सबै चिज हेरेपछि अनि त्यहाँ आइसियुमा, सेकेन्ड आइसियु के भन्छ त्यहाँ एउटा एचडियुमा त्यहाँ राखेर अनि पुरै त्यो इन्फेक्सनको चाहिँ भित्र भरेको चाहिँ त्यो सबै चिजहरू निकालेर क्लियर गरेपछि त्यो जुन अब त्यतिखेर चेस्ट ट्युब हाल्नु भएको थियो नि सर उहाँहरूले, होइन? त्यो चेस्ट ट्युबको इन्फेक्सन र त्यो जुन घाउ थियो त्यहाँको, त्यो जसरी रिपिट हुँदै थियो, होइन? अब हुन त त्यसको लागि चाहिँ हामीले अर्को एउटा सिस्टम पनि निकालेको थियौँ कि अब त्यो पानीहरू जुन निस्किरहेको छ अथवा पसहरू जुन, त्यसको लागि हामीले ब्याग राखेको थियौँ यहाँ, होइन? त्यो अनि त्यो हुँदाहुँदै पनि अब जसरी बायोप्सी गरेपछि तपाईँको इन्फेक्सन घरिघरि हुने गर्थ्यो नि त। अब अहिले भर्खरै लमसम 6 महिना जति भयो होला इन्फेक्सन नभएको, होइन? त्योभन्दा पहिलासम्म त त्यो पानी बनिराख्ने, निस्किराख्ने, होइन? अनि त्यसपछि हामीले औषधिहरू युज गऱ्यौँ, होइन? अनि त्यसपछि बिस्तारै घाउ सुक्दै गयो, होइन? र त्यो समयमा चाहिँ थुप्रै समस्याहरू, अब जस्तै भोक नलाग्ने, होइन? डायरिया भइराख्ने, खोकी काँसो लागै गर्ने, होइन? अब त्यो सबै कुराहरू बिस्तारै जसरी कम हुँदै गयो, होइन? अब जसरी अहिलेको अवस्था हेर्दाखेरि र पहिलाको अवस्था, जसरी आजभन्दा 6 महिना 1 वर्षको पहिलाको अवस्था हेर्दाखेरि तपाईँलाई चाहिँ कतिको चेन्जेस लाग्छ? लाइक शरीरमा जुन तन्दुरुस्ती एउटा हुनुपर्ने, होइन, एउटा इनर्जी हुनुपर्ने, एउटा एक्टिभनेस हुनुपर्ने, त्यो चाहिँ कतिको फरक लाग्छ तपाईँले पहिलाभन्दा अहिलेकोमा? होइन, त्यसमा त अहिले धेरै नै अब 70 पहिलाभन्दा त अब मलाई त अहिले रोगै छैन जस्तो लागिरहेको छ। शरीरको उसमा चाहिँ रिकभरी जुन लस गएको थियो, तर त्यसलाई चाहिँ अहिले यो दबाई हजुरले जसरी चलाइराख्नु भएको छ नियमित तरिकाबाट, हाम्रो एलोप्याथिकको दबाईले गर्ने काम पनि मैले चेक गर्नुभएको थियो। त्यो दबाई दिएपछि मैले त्यहाँ उसमा पनि सोधेँ, यो दबाईहरू चलिराखेको छ, म आयुर्वेदिक दबाई गरिराखेको छु, यो डाक्टर साहबले दिएको दबाई एलोप्याथिकमा पनि छ र यो उसमा चाहिँ आयुर्वेदिकमा पनि छ। जो एलोप्याथीले गर्ने काम चाहिँ अब त्यहाँ हस्पिटलमा बसिराख्दाखेरि भन्दा पनि यति ट्रिटमेन्ट म तपाईँलाई घरमै सुविधाजनक हुनसक्छ, तपाईँको विचार के छ भनेर सोध्नुभयो। अनि मैले तपाईँको डिसिजनलाई नै त्यो ठिक हो भनेपछि हजुरले हेर्नुहुन्छ भनेपछि अक्सिजनहरू सबै व्यवस्था हस्पिटलभन्दा राम्रो घरमा हुन्छ भनेपछि धेरै नै कमजोर भइसकेको अवस्थामा घरमै बसेर सेवा हजुरले हस्पिटलले दिने सेवा चाहिँ घरमै हुन्छ भने अनि तपाईँलाई कस्तो लाग्छ? मेरो विचार राम्रो लाग्यो भने मलाई खबर गर्नुहोस् भन्नुभयो हस्पिटलमा आएर। अनि त्यसपछि मैले चाहिँ परिवारहरू सबैलाई सल्लाह गरेर डिसिजन गरियो
कि घरमै बसेर जब यति नै हो ठिक छ हजुरले यो चिज दबाई चढ्यो भने यहाँ बसेर जे दबाई पाउनु भएको छ नर्सले दिने सेवा अरू डक्टरले चेक गर्ने सेवा त्यो म घरमै तपाईँलाई उपलब्ध गराउँछु। घरमा चाहिँ सबै व्यवस्था गरौँ। यसमा अक्सिजन मेरो रुक्थेन, अक्सिजन लो भइहाल्ने, अब पुरै दिनमा अब अक्सिजन लगाउनु पर्ने, राति अक्सिजन लगाउनु पर्ने स्थिति थियो। त्यो सबै हजुरले म्यानेज गरेपछि अहिले म 80% ठिक छु। र कुन मानेमा ठिक छु भन्दाखेरि जुन दबाईमा मलाई विश्वास के भयो भने तपाईँले दिएको दबाईले मलाई केही हुने बित्तिकै तुरुन्त तपाईँले त्यो फलोअप गरेर कन्टिन्यू चेक गर्ने जुन व्यवस्था गर्नुभएको छ त्यसले गर्दाखेरि आफूमा कन्फिडेन्स बढेको हुनाले अब त्यो क्यान्सर छ भन्ने मलाई अहिले बिचमा बिमार हुँदाखेरि त क्यान्सर भइसक्यो रहेछ। अब 6 फाइल चढाइसक्यो, अब डक्टरले पनि एउटा टाइम दिइसक्यो। त्यसो हुँदाखेरि अब यो यसै मोड्नु छ भन्दा पनि यो आयुर्वेदिकमा नै म जोड गरेर तपाईँले भनेको सुझावलाई मानेर अहिले म 80% ठिक छु। मलाई विश्वास के छ भने मलाई केही असर पर्ने बित्तिकै तपाईँले त्यो दबाई लेखेर दिनुहुन्छ, चाहे त्यो एलोप्याथिकबाट चाहिँ त्यसले काम गर्छ, चाहे हाम्रो आयुर्वेदिकले गरिराखेको छ जो एक दबाई खोजेर दिनुहुन्छ। त्यो विश्वासको साथमा लिएको हुनाले अहिले म 80% आफूलाई चाहिँ क्यान्सर छ भन्ने महसुस पनि छ। अनि जसरी हाम्रो आयुर्वेद क्लिनिक भयो सर होइन, हामीभन्दा आउनुभन्दा अगाडि पनि तपाईँले अरू ठाउँमा आयुर्वेदिक उपचार लिनुभएको थियो कि? आयुर्वेदिक अरू अब लिए पनि तर आयुर्वेदिकै उसबाट चाहिँ यो तपाईँको यस्तो यस्तो हो भन्ने सिस्टमबाट सनातन आयुर्वेदिक भन्ने हुनुहुन्छ, उहाँले पनि चलाइराख्नु भएको थियो। तर तपाईँको उहाँ जुन आफ्नो अनुभव मलाई त्यहाँ क्लिनिकमा आएपछि तपाईँले ट्रिटमेन्ट गर्ने जुन आयुर्वेदिक पद्धतिलाई चाहिँ जुन किसिमले एउटा देखाउनु भएको थियो, जुन भनेर एउटा कन्फिडेन्स गर्नुभयो, त्यो विश्वास गर्दाखेरि तपाईँले भन्नुभएको थियो मलाई कि यो एलोप्याथिकबाट हुने जुन तुरन्त ट्रिटमेन्ट गर्ने र आयुर्वेदिकको दबाईबाट गर्ने कुरामा जुन फरक छ त्यो चाहिँ हामीले यसलाई मिलाएर जानुपर्छ। किनभने आयुर्वेदिकले ढिलो काम गर्छ र एलोप्याथिकमा तपाईँको जे पनि डक्टरले लेख्छन् त्यो दबाईको साथसाथमा यो पनि चलाउनु पर्छ भनेर भनेको हुनाले त्यो चाहिँ एउटा अरू आयुर्वेदिकमा त्यो अलिक कमै भनिन्छ। हजुर। अनि अरूको मतलब जसरी अरू आयुर्वेदिक र हाम्रो आयुर्वेदिकमा केही फरक चाहिँ तपाईँले बुझ्नुभयो होइन? अब हामीले चाहिँ तपाईँको थेरापी सुरु मतलब ट्रिटमेन्ट सुरु गर्दाखेरि हामीले पञ्चकर्म भन्ने पनि केही सेगमेन्ट गरेको थियौँ होइन? त्यहाँ पछि बल्ल हामीले उपचार सुरु गरेका थियौँ तपाईँको होइन? त्यतिखेर सर चाहिँ स्वस्थ हुनुहुन्थ्यो। बिचमा यो केही समय यो बायोप्सी पश्चातको जुन लङ्समा इन्फेक्सन फैलियो, अब लङ्समा इन्फेक्सन फैलिसकेपछि ड्रेन गर्नु पर्यो हामीले होइन? त्यो ड्रेन गर्दा गर्दै सरको स्थिति चाहिँ अलिकति त्यतिखेर कमजोर थियो। त्यतिखेर बिएनबी हस्पिटलमा म पनि गएर डक्टरहरूसँग कुरा गर्थेँ होइन? अब उहाँहरूले पनि अब लाइक प्यालेटिभ मेडिसिन भन्छ एउटा कि अब क्यान्सरको बिरामीको समग्र उपचार गरिसकेपछि जब केही उपचारले त्यस्तो काम गर्दैन भने अनि मान्छेलाई सिम्प्टोमेटिक म्यानेजमेन्ट भन्छन्, जसमा चाहिँ अब कस्तो कि जसरी दुखेको बेला नदुख्ने औषधि दिने होइन? अब जसरी डायरिया भएको बेला त्यसले रोक्ने औषधि दिने, भोक नलागेपछि भोक लगाउने औषधि दिने, पेट दुखेपछि पेट नदुख्ने औषधि दिने होइन? त्यस्तो म्यानेजमेन्ट भन्छन्, एउटा प्यालेटिभ म्यानेजमेन्ट। अब प्यालेटिभ केयरमा चाहिँ सरले राखिसकेपछि त्यसपछिको जुन उपचार हामीले सुरु गऱ्यौँ लगभग 1 वर्ष भयो अहिले हाम्रो होइन? त्यहाँ पछि चाहिँ मैले हेर्दै आएको छु सर चाहिँ अब क्रमश बिस्तारै चाहिँ सुधार हुँदै गएको छ होइन? अहिले चाहिँ एकदमै कन्फिडेन्टली अब नभए सरले त यतिको अब नन स्टप बोल्न पनि अलिक गाह्रो थियो उतिखेर। अब अहिले चाहिँ नन स्टप हामी बोलिरहेको पनि छौँ होइन? अनि अहिले चाहिँ सर होइन, अहिले चाहिँ तपाईँको समग्र स्वास्थ्य होइन छोटकरीमा कस्तो छ होइन? टेन्सन कतिको लिनुहुन्छ होइन? अब जीवनशैली जुन भन्छौँ नि हामी कि ल दैनिकी चाहिँ अब कष्टकर छ कि सहजपूर्ण छ, त्यो बारे चाहिँ केही भनिदिनु पर्यो। त्यो कष्टकर जुन बेलामा कष्टकर थियो त्यो स्थिति सोच्यो भने अहिले मलाई एकदम सहज छ। तर सहज कसरी भयो भन्दा जुन बेलामा म एक सिडी पनि बेडबाट निस्केर टोयलेट जान सक्ने स्थिति थिएन। त्यो समय सोधेर अहिले हेर्दाखेरि अहिले म 50-60वटा सिडी झर्छु होइन? अब केही भयो भने हजुरलाई फोन गर्छु, तपाईँले तुरन्त के इन्जेक्सन दिनुपर्ने कि पे गर्नुपर्ने त्यो चिज सबै चिज हजुरले म्यानेज गर्नुहुन्छ। त्यसो हुँदा मलाई कन्फिडेन्स बढायो हुनाले म अहिले चाहिँ अब हामी बिजनेस गर्ने मान्छे पऱ्यौँ, फेरि चाहिँ सबैसँग कन्ट्याक्ट यो कनेक्सनमा सम्पर्कमा बढी बोलिराख्नुपर्छ।
त्यसो हुँदा केही भयो भने दिनभरिको रिपोर्ट बेलुका तपाईँलाई सोधेपछि आज मलाई बढी खाँचो लाग्यो या पेट दुख्यो या केही भयो भने पनि तपाईँलाई त्यो तुरुन्त तपाईँले दबाई लेखेर हामीलाई दिएको हुनाले अहिले यति सहज छ नि कि म आफै घर परिवारलाई त विश्वास पनि हुँदैन। म त प्लेनमा जाने आउने यो सबै गर्ने दिनभरि म चाहिँ यसरी चाहिँ वार्तामा बस्ने हरेक कुराहरूको लागि यो भएको हुनाले मलाई त्यो अहिले धेरै सहज अहिले जस दैनिकी आफ्नो सबै कामहरू पनि गरिराख्नु भएको छ। गरिराखेको छु। हस् सर, यही विषयलाई लिएर आज हामी उपस्थित भएको छौँ। धन्यवाद सर, हजुर तपाईँले धन्यवाद। आफ्नो महत्त्वपूर्ण टाइम दिनुभयो अनि आफ्नो कुरा चाहिँ सबैको सामु यसरी साझा गरिदिनु भयो होइन। अहिले जनमानसमा के कुरा मतलब के एउटा कन्सेप्ट छ कि जसरी क्यान्सर लाग्यो उपचार गऱ्यौँ हामीले होइन, उपचार गरिसकेपछि प्यालिएटिभ केयरमा पुग्छ मान्छे होइन, जस पश्चात चाहिँ उपचार खासै हुँदैन। त्यस्तो प्यालिएटिभ केयरको उपचार चाहिँ हामीले एक सही ढङ्गमा, अब यो होइन कि एलोपेथी छोडौँ होइन, अथवा कुनै जुन औषधिले काम गर्दैछ त्यो औषधि पनि राखौँ होइन, र हाम्रो आयुर्वेदको जुन मौलिक पद्धति अनुसारको जुन उपचार छ त्यो उपचारलाई सँगसँगै लिएर गइसकेपछि मान्छे बिरामीलाई चाहिँ जुन प्यालिएटिभ केयरमा पुगिसक्नुहुन्छ होइन, अथवा त्योभन्दा अगाडि जसको चाहिँ क्यान्सरको उपचार भइरहेको छ, जसरी केमोको सरले भन्नुभयो कि विभिन्न प्रकारको साइड इफेक्टहरू छ होइन, त्यो साइड इफेक्टहरूलाई कम गर्ने होइन, अब झन् औषधिको प्रभावकारी बढाउनलाई, जसरी केमोथेरापीको पनि औषधिको प्रभावकारिता बढाउनलाई चाहिँ हामीले केही आयुर्वेदिक औषधिको पनि सहयोग लियो भने झन् क्यान्सरसँग लड्ने क्षमता चाहिँ वृद्धि भएर आउँछ हाम्रो। त्यो चाहिँ हामीले सर्कोमा पनि हेऱ्यौँ। धन्यवाद सर, आफ्नो कुरा चाहिँ हाम्रो सामु राखिदिनु भएकोमा। अब दर्शकवृन्दहरूलाई चाहिँ म के भन्न चाहन्छु कि यदि क्यान्सर लाग्ने बित्तिकै तपाईँ डराउनु चाहिँ पर्दैन। उपचार एकदमै ब्रोड छ अहिले, उपचार गरौँ। उपचार गरिसकेपछि पनि अब धेरै मान्छेको ठिक हुन्छ होइन, नठिक हुनेहरूको जो चाहिँ प्यालिएटिभ केयरमा पुग्नुहुन्छ उहाँहरूको उपचारको लागि पनि केही उपाय चाहिँ हामीसँग रहेको छ। त्यस्तो केही छ भने तपाईँहरू नआत्तिकन जीवन कसरी सहज बनाउने त्यो चाहिँ हामीले राम्रो तरिकाले तपाईँहरूलाई चाहिँ प्लान बनाएर हेल्प गर्ने सक्छौँ। हस्, धन्यवाद। अब अर्को पोडकास्टमा चाहिँ हामी भेट हुनेछौँ। हस्, धन्यवाद, नमस्ते।